हिजो सडकबाट बेथिति विरुद्ध कराउने आशिका तामाङ आज सांसद बन्ने बित्तिकै कडा एक्सनमा उत्रिएकी छिन्। धादिङको मलेखुबाट ताल्तीसम्म जाने सडकमा स्थानीय तहले गाडी गुडाएकै भरमा जबरजस्ती उठाइरहेको करलाई नवनिर्वाचित रासोपा सांसद आशिका तामाङले आजैबाट खारेज गरिदिएकी छिन्। बेनीघाट रोराङ गाउँपालिकाले काटेको 150 रुपैयाँको बिल आफ्नै फेसबुकमा राख्दै उनले लेखेकी छिन्, बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कहाँसम्म न्यायोचित हो? आजबाट कसैले पनि यो शुल्क तिर्नु पर्दैन। सम्बन्धित निकायलाई निर्देशन दिइसकेको र कसैले जबरजस्ती पैसा उठाए कडा कारबाही गर्ने उनको चेतावनी छ। सांसद बन्ने बित्तिकै आशिकाले देखाएको यो पावर तपाईलाई कस्तो लाग्यो? भिडियो शेयर गरेर सबैलाई जानकारी दिनुहोस्।